Hello everyone. आज चाहिँ हामी A few moments later. Hello everyone. आज चाहिँ पानी परिरहेको छ फिनल्यान्डमा अनि हामी चाहिँ रुममा बस्दा बस्दा बोर भएर हामी चाहिँ यसो बाहिरतिर यसो नेचर एक्सप्लोर गर्न हिँडिरहेको। हामी चाहिँ जङ्गल पुगेर आइसक्यौँ अनि अहिले चाहिँ यता लेक साइडतिर हिँड्दैछौँ पोखराको तर होइन फिनल्यान्डको। यता हिँड्दै हुनुहुन्छ विवेक सोल्टी। ओ पानी पर्यो अनि त्यसपछि मेरो क्यामेरा चाहिँ ब्लर भयो। तपाईहरु पनि हेर्न सक्नुहुन्छ। म कहाँ जानेछु देखाउने छु। ओके ल हामीलाई चाहिँ यहाँ त जाने ठाउँ रहेछ त विवेक। यो जाने ठाउँ रहेछ तर हामीलाई अलाउड हुँदैन होला है यता जान चाहिँ। त्यो फिसिङहरु गर्ने मान्छेहरुले चाहिँ हुन सक्छ मेबी। हेलो विवेक। अरु त के कुरा गर्नु साथीहरु, मलाई चाहिँ कुरा गर्न आउँदैन, भ्लग बनाउन पनि आउँदैन, तर मलाई मन लाग्छ, तर एडिट गर्न झ्याउ लाग्छ। द्याट्स व्हाइ मैले चाहिँ भिडियो नल्याउनुको कारण नै त्यही हो। जाँदैछु हल्का अब चाहिँ गर्मी सुरु भएको भएर चाहिँ ग्रिन इन्भाइरोमेन्टहरू हामी देख्दैछौँ हल्का हल्का। कस्तो राम्रो देखेको नि विवेक, यो ठ्याक्क यस्तो चट्ट। ओके म तपाईहरुको लागि चाहिँ देखाउन गइरहेको छु लेक हैन, किनकि एकदम चिसो छ। मेरो हात चाहिँ लस्ट्रै चिसो भइसक्यो र मेरो नाक पनि रातो भइसक्यो। पानी चाहिँ अहिले बढेको छ है, यस्तो छ। तर म यहाँ जाँदिनँ किनकि यो एकदम काठको हो हैन, डेन्जर पनि हुन सक्छ। यो रेड देखाइरहेको छ डोन्ट गो भनेर। ओके मेरो यो पानीले गर्दाखेरि चाहिँ क्यामेरा हैन यस्तो भयो। आई विल सो यु आफ्टर मेबी 1 month। यो सबै ग्रिन हुँदा पनि म आउने छु यहाँ हैन, र आएर म तपाईहरुलाई देखाउने छु। आई विल ट्राई टु शो यु गाइज। ओके देन हामी चाहिँ अब घर फर्किन्छौँ। घर त नभनौँ, अपार्टमेन्ट भनौँ हैन, घर हाम्रो छैन। ओके गाइज कस्तो राम्रो देखेको कि यो यसको ब्रान्चहरू चाहिँ हाँगाबिगाहरू चाहिँ हैन। फिनल्यान्डमा चाहिँ हैन गाइज म तपाईहरुलाई एउटा कुरा पनि भन्छु हैन। हुन त फिनल्यान्ड आइसक्नु भएकोहरूले त थाहा छँदैछ हैन, यसो म त्यही पनि सेयर गर्छु। फिनल्यान्डमा चाहिँ मोर देन 1 million चाहिँ हैन यस्तो लेकहरू चाहिँ छ क्या। यहाँ चाहिँ फिनल्यान्ड चाहिँ एकदम ठुलो छ एरिया चाहिँ। र मोस्टली चाहिँ के अरे लेक र यो जङ्गलहरूले चाहिँ हैन के छ त भन्दाखेरि चाहिँ ओगटेको छ।
गरिसक्यौँ. See you in the next video. Bye bye.